तो हेलो गाइज नमस्ते। म आज हजुरहरूलाई यस्तो भिडियो देखाउनेछु, एकदम इन्जोयमेन्ट भिडियो देखाउनेछु। आज हामीहरू स्विमिङ पुलमा आएको छु, सबै हामी फ्यामिलीहरू साथीहरू, आफ्नो घर परिवारको एउटा 50 समूहको साथीहरू सबै होइन। आज हामी स्विमिङ पुलमा आएको छु, एकदम इन्जोय भइरहेछ अनि थोरै रिभ्यू लिइरहेको छु साथीहरूसँग। तर मेरो माइक खराब भएको कारणले गर्दा मैले त्यो रिभ्यू याद गर्न सकेन। मैले त्यो भोइसलाई म्युट गरिदिएँ अनि आफ्नो ओरिजिनल भोइस हालेर मैले ब्लग बनाएको छु। अनि यसो माइन्ड नगर्नु होला, बाँकी अनि हजुरहरूलाई सब पुरै देखाउनेछु। र आजको ब्लग चाहिँ यस्तो हुनेछ, हजुरले फर्स्टदेखि एन्डसम्म हेरिदिनु होला, एकदम इन्जोयमेन्ट हुनेछ। म पुरा देखाउनेछु हजुरहरूलाई अनि यहाँको भ्यू कस्तो छ, भ्यू अनि स्विमिङ पुलमा खेलिरहेको सबै देखाउनेछु हजुरहरूलाई। यता अनि रिभ्यू लिइराख्नु भएको छ अनि सबै साथीहरूसँग म रिभ्यू लिनेछु होइन। एकदम इन्जोयमेन्ट हुनेछ, तपाईँहरूले हेर्नु होला ब्लग पुरानो, एकदम मस्त हुनेछ गाइज। ओके, हाम्रो रमेश सुनार बाजे हुनुहुन्छ, उहाँ एकदम बेस्ट फ्रेन्ड हाम्रो 50 समूहको अध्यक्ष, एकदम राम्रो रिभ्यू दिनुभएको छ। आज इन्जोय भयो भने हामी सन्डे स्पेसल्ली आज चाहिँ स्विमिङमा गएको थियौँ घुम्न, एकदम मजा आयो गाइज होइन। यस्तो मजा आयो कि लास्ट मजा आयो। अनि उहाँ चाहिँ हाम्रो 50 समूहको एकदम म्यान खम्बा भनौँ न, म्यान मान्छेहरू हुन्। अनि हामीहरू आउँछौँ यता घुम्न अनि मलाई त बहुत मजा आयो गाइज होइन। सब फ्यामिलीहरू आएको थियो, बच्चाहरूलाई पनि लिएर आएको थियो, बच्चाहरूलाई पनि बहुत मजा आयो, बच्चाहरूले पनि हाम्रो रिभ्यू दिनुभएको थियो। सबै साथीहरू आछन् है गाइज, यस्तो मजा लाग्छ नि हजुरहरूलाई। फर्स्टदेखि इन्डसम्म म यो भिडियो हजुरहरूलाई देखाउँछु, हजुरहरू काहीँ नजानु होला, यो भिडियोमै रहनु होला, लास्टसम्म हेर्नु होला। अनि हामीहरू पुरा साथीहरू सब रेडी भएर आएको थियो, तयार भएर आएको थियो सन्डे स्पेसल। हामीहरू प्रायः गर्मीको महिनामा 1-2 चोटि आउँछौँ यहाँ होइन, सालमा 1-2 चोटि आउँछौँ गर्मीको महिनामा, सबैहरू मिलेर एकदम इन्जोय पनि भइरहेछ, इन्जोय हुन्छ, मस्त हुन्छ होइन। हामीहरू सबै फ्यामिलीहरू आउँछौँ यता अनि मस्त मजा पनि आइरहेछ, सबै फ्यामिलीहरू खेलिरहेछौँ होइन। अनि मेरो भोइस चाहिँ म माइकमा लिइरहेको थिएँ अनि भोइस अलिक के कारण आएन अनि त्यही भएर मैले त्यो भोइसलाई म्युट गरिदिएँ, आफ्नो ओरिजिनल भोइस हालेर मैले ब्लग बनाएको छु। अनि मेरो त्यस्तो भाइरल हुनलाई, त्यस्तो यताउति गर्नलाई ठुलै भोलो गर्नुभयो पर्ने त होइन, तर तैपनि मलाई यस्तो भिडियो बनाउन मन लाग्छ अलि, त्यही भएर आफ्नो सोचहरू, आफ्नो इच्छाहरू हल्का सानो पुरा गर्नुको लागि भए पनि म यस्तो भिडियो बनाउँछु। अनि यो मेरो बच्चाहरू सब खेलिरहेछन् होइन। मेरो बाउ पनि आएको थियो, सानो बाबुलाई लिएर गएको थिएँ, फ्यामिली गएको थियौँ हामीहरू होइन। सानो बाबु पनि मजा आयो त्यसलाई पनि होइन। अनि सब पिउका दुनी आइनीहरू पनि आएको थियो अनि हाम्रो फुपू, मस्त मजा आयो बच्चाहरूलाई। सब हामी गएको थियौँ केटाहरू अनि साथीहरू अनि आफ्नो घर फ्यामिलीहरू पुरै गएको थियौँ, एकदम मजा आयो गाइज होइन। तर बहुत बेस्ट लाग्यो मलाई त एकदम बेस्ट लाग्यो। अनि बाँकी अरूहरूलाई कस्तो लाग्यो म पनि सबैको रिभ्यू लिएको थिएँ मैले राम्रो तरिकाले, तर त्यो माइक अलिक खराब भएको कारणले मैले त्यो भोइसलाई म्युट गरिदिएँ। सबैको राम्रो रिभ्यू लिएर गएको थिएँ, तर त्यो भोइस चाहिँ मैले रिभ्यू गरिदिएँ गाइज होइन, त्यसमा केही छैन। अनि एकदम बेस्ट लाग्यो गाइज होइन। आजको जो ब्लग पनि एकदम बेस्ट हुनेछ, तपाईँहरूलाई हामी लास्टसम्म देखाउनेछौँ। अनि अहिले वाडीमा पनि जानेछौँ हामीहरू, अखाड्ने पनि आमाम खानेछौँ। अहिले हामीहरू जम्पू खाइरहेको थियौँ, मैले मुखमा हालिरहेको थिएँ, म जम्पू खाइरहेको थिएँ गाइज होइन। एकदम हामीहरू जम्पू खायो होइन। अहिले आम पनि खाने प्लानिङ भइरहेछ। देखो गाइज पानी भी इतना सुन्दर है ना, पानी इतना सुन्दर है, बहुत सुन्दर छ गाइज होइन। पानी पनि बहुत बेस्ट, एरिया पनि एकदम बहुत छ। हामीले ठ्याक्कै यो गाली नामको अन्जारमा गाइज, अन्जारमा भानुशाली फारम भन्ने छ एउटा। अनि हाम्रो यो फारमको कन्ट्याक्टर पनि आफ्नै मान्छे भनौँ न, हाम्रो सेटको जस्तै तिनीहरू कसै खाने तिनीहरू हाम्रो सेटको भनौँ न, एउटा हाम्रो दाजु छन्, दाजु उहाँको सेटको, हामी त्यसकै कन्ट्याक्टमा आयो। हामीहरूलाई चाहिँ पैसा केही छैन गाइज, यस्तै आएको है, तर यस्तै आएको इन्जोय लियो, मस्त मजा आयो, तर बहुत मजा आएको आज होइन। अनि सबलाई रिभ्यू लिएको, यता नास्ता खाइरहेको छ अहिले 3 मिनटको लागि नास्ता खाइरहेको छ। अब नास्ता खाएर हामीहरू अब केही छैन, अब खेल्यौँ। बिहान हामीहरू चाहिँ 12-12:30 बजीसम्म आयो, 12:30 बजीदेखि अब हामीहरू त्यही अब घरतिर जाने तयारी भनौँ न। बच्चाहरू नास्ता खाइरहेछन्, हामीहरू सब खाइरहेछौँ। अनि नास्ता अच्छा लाग्यो अरे बच्चाहरूलाई, एकदम राम्रो लाग्यो अरे, रिभ्यू ल्याएको थियौँ, माइक म्युट भयो त्यही भएर केही छैन। अनि नास्ता एकदम बेस्ट लाग्यो अरे बच्चाहरूलाई, ठिक छ, खुसी छ, केही छैन। मैले सबको रिभ्यू ल्याएको थिएँ, माइक खराब भएको कारणले गर्दा म्युट गरिदिएँ गाइज है। म फेरि पनि भनिरहेको छु यस्तो कुराहरू, केही छैन। अनि
सबैजना नास्ता खाइरहेछन् एकदम मस्त मजा आयो अब आम खान जाने भन्ने प्लानिङ छ अब केही दिनपछि आम खान जानेछु एकछिन अब फेरि म एकचोटि पुरा देखाउने छु पुरा हामीहरू मतलब 15-20 जना थियौँ 15-20 जना अनि पुरै फ्यामिलीहरू बच्चाहरू पनि आए सब खेल्यौँ मजा आयो है अब मेरो बच्चा नास्ता खाइरहेछ है यसको पनि मजा आयो अरे सबै बच्चाहरूलाई सब आजको भ्लग एकदम बेस्ट भयो गाइज होइन एकदम इन्जोय भयो आजको दिन एकदम रमाइलो भयो सबै आफ्नो फ्यामिलीहरूसँग रमाइलो गरियो गाइज है मेरो बच्चा स्विमिङ खेल्दा खेला भनेर यसलाई त फर्स्टचोटि गएको भनेर आयो पछि त अनि मलाई खेल्छु भनेर भनिरहेको थियो है ठिक छ गाइज ल ओके हामीहरू अब जान लाग्यो घरतिर केही छैन अब कपडा सपडा पहिरेर अब एकछिनपछि आम खान्छौँ अब हामीहरू घरतिर जान लाग्यो कपडा सपडा पहिरेर बाहिर जान लाग्छौँ अनि त्यही भएर अनि अहिले आम खान लाग्यो गाइज सब अब साथीहरूले अब आम खाने भन्नु भनेको थियो अगाडि गएर केटाहरूले आम लिएर आएको थिएँ अनि केटाहरूले आम लिएर आएको थिएँ सबैले आम खायौँ आम खाएर अब बाहिर निस्कने तयारीमा छौँ अब घर जाने तयारीमा केही छैन आम पनि यस्तो मजा आउँछ नि हाम्रो घरको जस्तै आम छ है एकदम बेस्ट हाम्रो नेपालमा जस्तो पाइन्छ त्यस्तै अर्ग्यानिक जस्तो आम छ केही छैन गाइज ठिक छ आम खायौँ मजा आयो एकदम बेस्ट भयो आजको दिन एकदम रमाइलो भयो अनि एकदम बेस्ट भयो अझ पनि जानेछौँ हामीहरू अगाडि दिनमा बाई गाइज ओके सब